Hello everyone, good morning. माछालाई आरा खुलाउनु आएको नि त ओइ मोटा हेलो एभ्रिवान गुड मर्निङ बिनी लामाको च्यानलमा हजुरहरूलाई फेरि पनि स्वागत छ आफ्टर केही दिनपछि फेरि पनि भ्लगमा एक्टिभ भइसकेको छु साथीहरू आज चाहिँ हामी कतै जाँदैछु हजुरहरूलाई जरुर देखाउनेछु स्टे ट्युन साथीहरू एभ्रिवान हाम्रो चाहिँ गाडी पनि रेडी भइसकेको छ हामी जानको लागि हेलो गरिदिनु म पनि रेडी भइसकेको छु अब निस्किने सो एभ्रिवान मैले चाहिँ अघि तपाईँहरूलाई भनेको थिएँ नि हामी कतै जाँदैछौँ भनेर हामी चाहिँ जाँदैछौँ दक्षिण काली किन भन्दाखेरि हामी चाहिँ दर्शन गर्न जान लागेको साथीहरू मेरो फ्यामिली अनि दिदी अनि चिप्लेडन पनि छ है साथीहरू अनि हामी सबैजना चाहिँ दक्षिण काली दर्शन गर्न जान लागेको साथीहरू केही कुराहरू थियो त्यही भएर जान लागेको साथीहरू सो चिसो मौसममा बिहानीको झुल्केको घाममा हेर्नु न हामी हिँडिरहेको कस्तो दामी भ्यू देखेको हेर्नु न घाम उदाइरहँदाखेरि हामी हिँडिरहेको छौँ साथीहरू हामी चाहिँ दक्षिण काली पुगिसक्यौँ हजुर 11 माला पनि दिनु है माला छैन त दोरा माला यस्तो माला अर्कोमा छ अर्को त्यो भुइँमा खसेको कति पिस चाहिन्छ 5 पिस 10 पिस 10 पिस लिएर जाउँ घरमा पनि चाहिन्छ आफूले याद गर्नु ल पिसहरुमा हाल्नु मैले हेरिरहेको सो एभ्रिवान हामीले चाहिँ सबै सामानहरू किनेर हामी चाहिँ जाँदैछौँ साथीहरू किनभने जय दक्षिण काली माई जय दक्षिण काली माई भन्दै जाँदैछौँ दिदीहरू चाहिँ अगाडि पुगिसक्नु भएको थियो अनि छोरी चाहिँ पछाडि बसेर मेरो भिडियो गरिदिँदैछ साथीहरू अनि म भन्दा पछाडि चाहिँ मेरो बुढा र छोरा आउँदैछ साथीहरू सो हजुरहरू हेर्दै गर्नु होला के कस्तो हुन्छ हजुरहरूलाई अल्छी लाग्यो होला मेरो भिडियो देखेर खासै उयो छैन नि त मन्दिर गएको भिडियो हो हजुरहरूलाई मन पर्ला नपर्ला सकेसम्म हेरिदिनु है साथीहरू होइन भन्दै हामी चाहिँ अगाडि बढ्दैछौँ हाम्रो जारी नै छ कार्यक्रमहरू होइन अब त्यहाँ मन्दिरमा गएर पूजापाठ गर्न अझै नै बाँकी नै छ साथीहरू जय दक्षिण काली माई हेर्दै गर्नु होला भइसक्यो ए हामी त छिटो आएको
हाम्रो चाहिँ धूप बत्ती बालेर पूजाआजा सकेर अब हामी चाहिँ निस्केको अनि हाम्रो बुढाहरू चाहिँ दर्शन गरेर मेरो बुढा चाहिँ अगाडि गइसक्नु भयो मेरो कान्छी छोरी र बुढा छोरा चाहिँ माथि गइसक्नु भएको थियो अनि हामी चाहिँ यहाँ के अरे जुत्ता लाउनको लागि टिका लाउनको लागि बसिरहेको थियौँ साथीहरू सो यति के भन्छ दक्षिणकाली आएर मजाले पूजा गर्न पायौँ दर्शन मजाले गर्न पायो किनभने त्यति धेरै भिड थिएन ठ्याक्कै हामी गइसकेपछि चाहिँ भिड कति धेरै भयो क्या साथीहरू म त अचम्म लागिरहने सो एभ्रिवान हामी चाहिँ पूजासुजा सकेर अनि अब हिँडेको दक्षिणकाली मातालाई दर्शन गरेर है भगवानलाई दर्शन गरेर अलिकति खिच्या हो ए हजुर एभ्रिवान हाम्रो त पूजासुजा सब सकियो अब चाहिँ हामी घर जान्छौँ अनि यता दिदीलाई वेट गर्नु खै दिदी आएको छ सो दिदी पनि आइसक्नु भयो तल पण्डित बालक पैसा दिएर सो रक्षा गर दक्षिणकाली माई भन्दै जय माता दी भन्दै जय माता दी अब चाहिँ हामीले जोर से बोलो जय माता दी जोर से बोलो जय माता दी से बोलो जय माता दी मेरो छोरा र बुढा चाहिँ माथि पुगिसकेको छ है टिका लगाइदिनु पर्ने थियो उहाँलाई लु सो एभ्रिवान यति नै हो अनि हामी यहाँबाट कहाँ जान्छौँ के गर्छौँ हेर्छु ल हेलो मम्मीको ब्लगमा सबैहरू सन्चै हुनुहुन्छ होला त्यो झोला ल्याउ त त्यसमा त्यहाँ यो पनि हो यहाँ पनि छ क्या भित्र पनि त्यो भित्रको मान्छे ल्याउनु छोरा उसलाई झन् छैन ठिकै रहन्छ यता
यता ए के गर्नु अरे त्यस्तो गर्नुहुन्न कपुर बाल्नु पनि बिर्सेछ यता बाल्दिनु ल्याउँदै मैले त त्यहाँ देउता थानहरीको सबैको लागि यस्तो छुँदै फेरि यस्तो गर्दै फेरि छुँदै यस्तो गर्दै मेन्सु मेन्सेल यहाँ तिम्रो हो नि त आज त तिम्रो हात जोड्ने जोडी जोडी खै नमस्ते होइन खै नमस्ते तिम्रो हो नि त आज त तिम्रो हात जोड्ने जोडी जोडी खै नमस्ते मेरो छोरालाई सधैँभरि राम्रो हुनु मेरो छोरी पनि ज्ञानी हुनु बुद्धि आउनु है ल चिल्ली मेरो भाइ त भाइको ल लड्छ ल मेन्स ल टोपी न टोपी टोपी खुकेर उ गरेछ फेरि भन्नु नि घर लगाएर बाँधिनु होइन अहिले बाँधिनु दैलोतिर ऊतिर घुमाउनु त्यही पनि सुकेर दिएको छ नि त धेरै टाइटमा कति तपाईँले गर्न हुँदैन कि तपाईँले गर्न अलिक टाइट है अलिक टाइट पुकाल्नु नपुकाल्नु भन्नु मेन्सु तौदाम गरेर खाउँ है त्यो माछा त्यो भात पोखरीमा जाउँ अब माछा लानु है बाबर तिमीलाई निक्छ है मेन्सु हाई 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 दिदी मेरो कपाल कहाँ हल्दैछ कि मुखमा चपाइरहेको हाई हाई यता हाई पासङ हाई मेरो छोराको कुरा भयो आऊ आऊ भन्दै थियो लड्डु खोजेको फेरि हो खायो सबै सबै खायो एक्लै त्यो लड्डु हो कि भनेर त्यो छैन मेन्स लड्डु छ नरियल छ मलाई खै सरी मेरो छोरीलाई एउटा थप्नु तिनवटा चाहिँ सब्जीलाई मात्रै दिन्छ के हो र हुँदैन यसरी छवटा हुन्छ अर्को तिनवटा मात्रै भएको छवटा होरे त सर हो अर्को नि हात थाप्दा तिमी पनि कतिवटा तिमीलाई अनि अघि हामीले बकेट लिएको थियौँ नि साथीहरू त्यही भएर अहिले चाहिँ हामी बकेट रिटर्न दिनको लागि जाँदैछौँ साथीहरू अब अघि पूजा गर्ने बेलामा अगाडि लिएको थियौँ नि के अरे बट्टामा नरियल अनि फुलहरू मालाहरू प्रसादहरू लिएको थियौँ अनि त्यही बट्टा रिटर्न ब्याक गर्न जान लागेको साथीहरू यो तपाईँको खानु किन खाएको चारवटा दियो मैले तपाईँ उहाँले झन् चारवटा भन्नुभयो थाहा नै छैन दुईवटा दिनु कि एउटा दिनु तिनवटा चाहिँ नदिनु के चिज दिने अब तिनवटा
के हालिदिएको थियो त्यहाँ लड्डु थियो एभ्रिवान फुलपातीको पनि कसरी हो पऱ्यो नि पाउको त्यसरी पहिला खाएर हेर्नु चिनी नभएको ऊ त्यहाँ व्यापार गर्छु के बिचरा यहाँ दिदीको त व्यापार भयो त अर्को नि गरौँ न सबैको गरिदिनु कति बुझा कि मेरो बहिनी कति भयो दिदी सानो यस्तो टप दिनु सानो टप छ यस्तो पछाडि यो रबरवाला छ छैन नि त्यो यहाँ पुग्दैन नि सानो टप छ टप किन्यो भने त्यहाँ हुन्छ नि टप कसरी हुन्छ टप दिँदा टप कहाँ हुन्छ म यहाँ रहेछ त दिनु सानो टप छ भन्नु नि यतापट्टि कहाँ हो लपेट मात्र हो ए पूजाको पैसा पनि तिर्दिनु हुँदैन सो एभ्रिवान आज मैले धेरै कुरा सिकेँ है साथीहरू बाजे एक्लै दिखान त्यही भएर नि यता आउनु मन लाग्यो मलाई भन्दा नि बढी मेरो छोरीलाई त त्यही हो पहिलाको फेभरेट हो नि त म त पर्दैन बा म तपाईँ देखेर कसरी त्यत्रो त होइन कसरी मन्दिरको चिज होइन कसरी बट्टा चाहिँ घाटा बोक्यो के हो र बट्टाको दिनुपर्छ धेरै दिन दक्षिण काली आउनुभयो भने यहाँबाट चाहिँ खुवालिनु होला है चाहिँ यता बसिरहेछ सो एभ्रिवान अब यहाँबाट चाहिँ हामी तौद जानेछौँ किनभने मेरो बुढाले तौद जम्रे अनि बाटोमै पर्छ अरे त्यही भएर हामी चाहिँ सो माछालाई आहारा दिनको लागि अनि ठाउँ पनि पिसफुल छ अरे एकदम रमाइलो आनन्द छ अरे त्यही भएर जम भनेर सबैजनाले भन्दै थियो त्यही भएर हामी तौद दहतर्फ लाग्यौँ साथीहरू एभ्रिवान हामी चाहिँ तौद तौद चाहिँ उता जाने होला यो चाहिँ खाजा घर होइन त खाना घर अगाडिबाट देखाउनु पर्थ्यो नि मेरा भोला है भण्डारी जय माता दी जय माता दी जय माता दी जय माता अब चाहिँ हामी तौदतर्फ लाग्दैछौँ अनि यहाँ चाहिँ चिप्ले डन र मेन्सेल डन छ आज चाहिँ हाम्रो बस मेन बसको आज घुमाइ हुँदैछ दरो तीर्थ आउँदैछ मेरो पतिदेव पर्नेछ पहिले तुना बान्नु खोज्दो रहेछ भेटेन नि त हेर्नु न तुना बान्नु त्यहाँ गएको अरे ल सो बाउ छोरी चाहिँ अगाडि अनि मेन्सेल चाहिँ यहाँ अनि हामी चाहिँ माछालाई आरा खिलाउनु आएको हो नि त त्यहाँ पारिपट्टि अपोजिट सो एभ्रिवान हामीले चाहिँ माछाको लागि आएर किनिसक्यौँ अनि दिदीको यहाँ मेरो अनि हामी चाहिँ अब जाँदैछौँ भित्र यहाँ चाहिँ टिकट काट्नु पर्ने रहेछ तौदको लागि चाहिँ दिदीले तिर्नु भयो यहाँ चाहिँ टिकटको पैसा होइन टिकटको खानेकुराका सबै दिदी आज स्पोन्सर भइरहेछ हाम्रो लागि चाहिँ मेरो लागि चाहिँ अनि बाउ छोरीहरू चाहिँ उहाँ पुग्छ हामी दिदी बहिनी चाहिँ यहाँ रमाइलो गर्दैछौँ साथीहरू सो उता चाहिँ कस्तो पिसफुल ठाउँहरू चाहिँ
एकदम रमाइलो लाग्ने एकदम सो एभ्रिवान यहाँ चाहिँ ऊ माछालाई आहारा दिँदैछ यता बाउ छोरा उता छोरी अनि दिदी दिदी पनि गर्दै हुनुहुन्छ कहाँ साङ रमाइलो भयो तिमी चाहिँ माला कहाँबाट फै बेरेर लगाएको होला के 2-4 बोरा दिने रे दिदी हामी चाहिँ माछाको लागि आरा दिनुको लागि बुढाबुढी तयार मोटा हो सक्दैन Kom. Baba. Pasang. Paila semua. दुईजनाले हाल्नु न बाबा र मम्मी हाल्नु न तपाईँ पनि हाल्नु त फेरि यहाँ हाल्नु दिदी एक राउन्ड घुम्नुपर्छ अरे एक राउन्ड कत्रो ठुलो छ त नि यो त होइन दाहिनेपट्टि हो नाक दरबार चाहिँ यही भित्र छ अरे अनि हामी चाहिँ एक राउन्ड मार्न लागेको साथीहरू अब एक राउन्ड मार्न अब वहाँ पुग्दाखेरि त के होला सुई हिँड्दाखेरि आउँदैछ हजुर के दिदी कस्तो दामी क्याफे रहेछ यहाँ बच्चाहरू हिँड्दैछ हामी चाहिँ यहाँ बच्चाको पछि तीर्थ चाहिँ ऊ त्यहाँ पुगिसक्यो बल्ल रमाइलो गर्दैछ मेरो छोरा हेर्नु न साथीहरू सो बाउ छोरा त्यहाँ रमाइलो गर्दैछ अनि म यता हिँड्दैछु एक्लै बाबा छोरा सेम हेयर स्टाइल देऊ रे ए छोडिदियो सेम हेयर स्टाइल बनाएको कपालै खोल्नै मान्दैन लाज पो भएछ कि क्या हो मेन्सु हेलो उसलाई केही कुरामा पासाङ हाई खै हाई गरेको रमाइलो भयो एभ्रिवान
हामी चाहिँ बुढाबुढीलाई टाइम दियो यहाँ दिदी चाहिँ एक्लै एक्लै हुनुभयो जोडी ढुक्कुर वारी पारी भने जस्तै बिचरा उहाँ पनि भेनालाई मिस गर्दै हुनुहुन्छ अनि हामी चाहिँ बुढाबुढी अघि टाइम खुब स्पेन्ड गऱ्यौँ मैले चाहिँ दिदीसँग गर्दैछु अनि त्यता चाहिँ मेरो हस्बेन्ड अनि भाइ अनि छोरी सबैजना जाँदैछन् यहाँ यस्तै हो साथीहरू कुरा यस्तो पर्यो सो एभ्रिवान यहाँदेखिबाट चाहिँ हामी अब खाना खानेतर्फ लाग्दैछौँ कहाँ जान्छौँ के गर्छौँ त्यो चाहिँ थाहा छैन डिसाइड भएको छैन तीर्थले कहाँ लान्छु भन्दै थियो अन्त हामी त्यहीँ खाना खान जान्छौँ भोकले चाहिँ निस्लट भइसकेको छ साथीहरू जहाँ गए पनि मिठो गरेर खानेछौँ है साथीहरू सो एभ्रिवान हामी चाहिँ तुक्चे आइसकेका छौँ अनि यहाँबाट अब खानासाना खान्छौँ अनि निस्किन्छौँ साथीहरू बच्चा चाहिँ लिएर जानु पर्यो यहाँ सुतिरहेछ बच्चाहरू बच्चा हो बच्चाहरू सो एभ्रिवान हामी चाहिँ खानाको लागि यहाँ कुहिरहेको तुकुचेमा यसको त अनि उता पनि छ नि त माङ्कल ओह्रालोमा नि यसैको ब्रान्च त हो नि उर्केन र पासाङ चाहिँ उता खेलिरहेछ अनि हामी चाहिँ यता बसिरहेछौँ खानाको लागि वेट गरिरहेछौँ हामी चाहिँ लास्ट टाइम आउँदाखेरि पासाङ र उर्केन थियो अब अहिले आउँदाखेरि मेन्सेल अनि दिदी सिप्ली भाइ तीर्थ उनीहरू चाहिँ त्यहाँनिर बसेर सिगरेट खाइरहेछ एभ्रिवान हामी चाहिँ यहाँ खाना खानको लागि हात धुँदैछौँ मेरो छोरीले चाहिँ हात धुँदैछ मटन झोल त्यो मटन ग्रेभी हो दुईटा फिस हो तिम्रो आएको छैन यो चाहिँ मेरो सो एभ्रिवान खाना चाहिँ आइसकेको थियो अनि म चाहिँ केही नबोलिकन गम दिएँ किनभने मलाई भोकले निजलट बनाइसकेको थियो साथीहरू अनि खाना मिठो भए पनि नमिठो भए पनि मिठो मानेर खायौँ साथीहरू तर खाना चाहिँ पहिलाभन्दा चाहिँ अलिकति टेस्टलेस थियो तैपनि हामीलाई भोकले होला हामीले मिठो गरेर खायौँ साथीहरू माछा त अमिलो रहेछ अमिलो रहेछ है भाइ अमिलोमा कस्तो बनाएको माछा दालै मिठो छ मटन चाहिँ ग्रेभी मिठो रहेछ हो दुटा लाग्छ ल अनि खाना त ल्याउनु ल्याउँछ त्यो भाइ तर खाना एभ्रिवान हामी चाहिँ खानासाना खाएर यहाँ रेस्ट गरिरहेको अनि पासाङ चाहिँ उता खेलिरहेछ पासाङ र दिदी त्यहाँ खेलिरहेछ हामी चाहिँ यहाँ बसिरहेछौँ बिलको लागि वेट गर्दै एभ्रिवान हामी चाहिँ खानासाना खाएर निस्किसकेको अब खाना लागेको सर बिदा दिदी खाना कस्तो भयो अरे जतको है खानासाना खाएर अलग अलग भयो उता बाउ छोरी तिनजना चाहिँ गाडीमा गइसक्यो ल है हामी चाहिँ खानासाना खाएर निस्केको अब
एभ्रिवान हामी चाहिँ घर आइसक्यौँ कपडा पनि फेरिसक्यौँ यस्तो अल्छी लागेको छ अब चाहिँ मस्त लाएर निदाउँ जस्तो भएको छ साथीहरू हजुरहरूले फेरि बाटोमै इन्डिङ गरेन भनेर भन्नु होला मैले चाहिँ इन्डिङ अब घरमै आएर गरेँ साथीहरू सो साथीहरू थ्याङ्क यू फर वाचिङ